सो आज चाहिँ म जाँदैछु लाइब्रेरी। सो हजुरहरूले देखिसक्नुभयो होला म कहाँ जाँदैछु भनेर। सो म चाहिँ जाँदैछु मोहम्मद रसिद लाइब्रेरी। यो चाहिँ रहेको छ दुबई क्रिकमा। सो या इट्स माई फर्स्ट एक्सपिरियन्स होइन। जुन चाहिँ म लाइब्रेरीमा पढन्दाज त होइन, त्यही पनि रिल्सको लागि भिडियो बनाउन गइरहेको छु। सो या यदि हजुरहरू पनि दुबईमा हुनुहुन्छ र छुट्टीको दिन कहीँ जाम पिसफुल ठाउँमा भने चाहिँ हजुरहरूको लागि यो बेस्ट प्लेस हुनेछ। जो चाहिँ बुक लभर रिडिङ लभर हुनुहुन्छ उहाँहरूको लागि चाहिँ, यदि छैन भने पनि पिसफुल ठाउँमा गएर शान्तिसँग बस्न छ भने हजुरहरू जान सक्नुहुन्छ। कपल डेट पनि जान सक्नुहुन्छ है त। सो ठाउँ चाहिँ एकदमै राम्रो थियो। सो म चाहिँ मेट्रोमा जाँदैछु। सो मेट्रोमा चाहिँ म तपाईँको ग्रिन लाइन लिएर अल्कुबेबादेखि चाहिँ हाम्रो किरिकसम्म जाँदैछु। सो यस ग्रिन लाइन डाइरेक्ट जान्छ किरिकसम्म। सो ग्रिन लाइनबाट म किरिक जाँदैछु र किरिकबाट हजुरहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ मेट्रोबाटै देखिरहेको थियो। यो चाहिँ मैले टिकटकमा भिडियोहरू धेरै देखिरहेको भएर चाहिँ मलाई पनि जान मन लागेको र यति धेरै ठाउँहरू चाहिँ मिस गरेँ। आई मिन त्यो लाइब्रेरीभित्र पनि यति धेरै पार्टहरू, यति धेरै भनौँ न लेभलहरूमा पनि तपाईँहरूको धेरै ठाउँहरू थियो। त्यहाँ चाहिँ डिपार्टमेन्ट छुट्टा छुट्टै थियो, जहाँ लाइक यहाँ यस्तो बुक, यहाँ यस्तो बुक, यहाँ यो आर्ट, यहाँनिर चाहिँ यस्तो त्यस्तो भनेर। सो त्यो कुरा डिटेल्समा चाहिँ म भिडियोमा देखाउँछु अलिअलि। सो यो चाहिँ रहेको छ लाइब्रेरी र टिकटकमा चाहिँ एकदम राम्रो राम्रो मैले पार्टहरू देखेको थिएँ, तर त्यो त्यहाँ चाहिँ जान पाएन। पछि देखेँ भिडियो चाहिँ। सो एकदमै रिग्रेट भयो, राम्रोसँग घुमेन। फर्स्ट एक्सपिरियन्स भएर पनि मलाई अलिकति नर्भस र डर लागिरहेको थियो, किनकि त्यहाँनिर अरबिकहरू मात्रै थियो। अनि ला के भन्ला कि के होला कि भनेर, किनकि म हिल्स लगाएर गएको थिएँ र त्यहाँ यस्तो पिसफुल ठाउँमा चाहिँ म चाहिँ सबैजना शान्त भएर बुक पढिरहेको थियो। अनि म चाहिँ त्यहाँनिर टक 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 लागेर हिँड्दाखेरि ला कसैले केही भन्ला कि कस्तो डर लागिरहेको थियो। तर त्यहाँ कसैले केही भनेन, कसैले केही मतलब छैन। मजाले फ्रन्ट साइडमा सबै कन्ट्रीको मान्छेहरू यता पढिरहेछ, कोही के गरिरहेछ, सब आफ्नो आफ्नो इन्जोय गरिरहेको थियो। सो यस सो मैले पनि गएँ। अनि म चाहिँ वकिङै गएँ। ट्याक्सीमा किन नगएको भन्दाखेरि चाहिँ त्यो वकिङ डिस्टेन्स नजिकै थियो अनि मलाई चाहिँ वक गर्न पनि मनपर्छ। त्यही भएर चाहिँ म वकिङै गएँ। 15 मिनट लाग्यो होला मलाई चाहिँ। तपाईँहरू यदि स्लो चल्न हिँड्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई 20 देखि 25 मिनट लाग्न सक्छ। ट्याक्सीमा गयो भने त एकैछिनमा पुग्छ 5 मिनटमै। सो म चाहिँ गएँ। अनि त्यसपछि जाँदा 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 म थाकेँ बोल्दा बोल्दै, मेरो सास फुलिरहेछ। सो म चाहिँ तपाईँको के भन्नु बाइक ठाउँ चाहिँ एकदमै राम्रो छ भिडियो सुटहरूको लागि। तपाईँले यसको रिभ्यू चाहिँ हजुरहरूले अरू ठाउँतिर पनि खोज्नुभयो भने अरू ब्लगहरू देख्न सक्नुहुन्छ। सो यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ र तपाईँले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरिदिनु होला होइन। किनकि मैले चाहिँ म धेरै एक्टिभ भएको छुइनँ युट्युबमा, किनकि मेरो च्यानल मोनिटाइजेसन अफ भयो बिकज मैले भिडियो रिलेट गरेको भएर चाहिँ। सो त्यही भएर चाहिँ मलाई जागरै हरायो कि भिडियोहरू बनाउनको लागि। त्यही भएर कन्टिन्यू गरौँ कि भने फेरि जागरै हराउँछ। मेरो सबै वाच टाइम जेरो भयो। त्यही भएर कहिले पुगाउने होइन, कहिले गर्ने भनेर त्यो पहिलाको जुन जागर थियो, जोस थियो, पैसा आउँछ अब भन्ने जोस र जागरै हराए। सो यो चाहिँ रहेको छ लाइब्रेरी। र तपाईँहरूले यहाँनिर चाहिँ फोटो भिडियो राम्रो एङ्गलबाट खिच्नु भने यस्तो बवाल आउँछ फोटो भिडियो होइन। सो मैले चाहिँ अलिअलि बनाएँ। अनि त्यसपछि म चाहिँ तलबाट बनाएँ, कहिले माथि गएँ। मेरो टिकटकमा पनि छ, इन्स्टाग्राममा पनि छ। मैले रिल्सहरू हालेको सिधा सिधाबाट बनाएर राम्रो राम्रो भिडियोहरू हालेको छु। यदि हजुरहरू मेरो सोसियल मिडियामा फलो गर्नुभएको छैन भने मलाई गर्न सक्नुहुन्छ। इन्स्टाग्राममा पनि निहालामा रहेको छ, टिकटकमा पनि है। सो यस यसरी नै मैले चाहिँ रमाइलो गरेँ। र बाहिर चाहिँ त्यो क्रिकको भ्यू चाहिँ एकदम राम्रो थियो। त्यहाँ चाहिँ मैले भिडियो खिच्न पाइनँ। त्यहाँनिर चाहिँ मैले म्याङ्गो खाएँ, काँचो म्याङ्गो। अनि त्यसपछि चाहिँ रमाइलो भयो भनौँ न, एकदमै पिसफुल थियो।
शान्त वातावरण एकदमै राम्रो इन्भाइरोमेन्ट र सबैजना सायद त्यो लाइक म त अरबिकहरू देखेर डर लागेको कि सो यस तपाईँहरू पनि जानु होला यदि कोही नजिक हुनुहुन्छ भने घुम्नको लागि एकदमै राम्रो ठाउँ रहेको छ होइन सो यस तपाईँहरूले अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै म आजको भ्लग चाहिँ यहीँनिर सिद्ध्याउन चाहन्छु है त सो यस हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला र मेरो नयाँ नयाँ भ्लग हेर्नको लागि चाहिँ तपाईँहरूले च्यानल सब्सक्राइब गर्नुपर्ने हुन्छ है त र तपाईँहरूलाई केही कन्फ्युजिङ छ भने या कुनै भिडियोहरू चाहिएको छ भने हजुरहरूले मलाई कमेन्ट गर्न सक्नुहुन्छ सो यो भिडियो त पुरासम्म हेर्नु भएको छैन हजुरहरूले म के बोलिरहेछु मलाई पनि थाहा छैन के बोल्ने